आफ्नो घरको साधारण झ्याललाई स्थायी पछाडिको ढोका प्रवेशद्वारमा रूपान्तरण गरिरहेको छ। सबैभन्दा पहिले उसले नयाँ खोलाइको ठ्याक्कै साइज ध्यानपूर्वक चिनो लगाउँछ। यहाँ शुद्धता निकै महत्त्वपूर्ण हुन्छ। एक सानो गल्तीले पनि छानालाई थाम्ने भार वहन गर्ने लिन्टेल कमजोर हुन सक्छ। त्यसपछि उसले एंगल ग्राइन्डर प्रयोग गरेर चिनो लगाइएका रेखाहरू अनुसार काट्छ, बिस्तारै स्थिर रूपमा, कुनै गल्ती बिना। कट सकिएपछि उसले रोटरी ह्यामर प्रयोग गरेर आवश्यक परे जति मात्रै इँटा ढुङ्गाको भाग हटाउँछ, न बढी न कम। उद्देश्य सरल छ, संरचनालाई असर नपारी भित्तामा खोलाइ बनाउने। खोलाइ पूरा भएपछि नयाँ मोर्टार हालिन्छ र त्यसपछि धातुका गाइड रेलहरू जडान गरिन्छन्। उसले फ्रेमलाई सावधानीपूर्वक मिलाउँछ जबसम्म त्यो पूर्ण रूपमा स्क्वायर र प्लम हुँदैन। यही चरणले काँचको ढोका सफा रूपमा फिट हुन्छ कि वर्षौंसम्म समस्या आउँछ भन्ने निर्णय गर्छ। त्यसपछि खाली ठाउँहरू एक्सप्यान्ड हुने फोमले भरिन्छ। यसले सबै संरचनालाई मजबुत रूपमा थाम्छ र इन्सुलेसन तथा ध्वनि रोकथाम सुधार गर्छ। अब आउँछ एउटा चरण जुन धेरैले हतारमा गर्छन् तर गर्नु हुँदैन, सतहको तयारी। उसले प्रत्येक चिरा र प्वाल जोइन्ट कम्पाउन्डले भरिन्छ र भित्तालाई पूर्ण रूपमा चिल्लो बनाउँछ। सपाट सतह नै साधारण DIY काम र व्यावसायिक फिनिश बीचको फरक हो। प्राइमर लगाएपछि उसले लिक्विड रबर पेन्टका 3 तह लगाउँछ। यो लचिलो र पानी नछिर्ने कोटिङले सतहलाई सुरक्षित गर्छ र भविष्यमा साना चिरा पर्नबाट जोगाउँछ। अन्त्यमा धातुको ढोका फ्रेम जडान गरिन्छ र काँचको ढोका राखिन्छ। पहिले केवल झ्याल मात्र रहेको ठाउँ अब मजबुत, मौसम प्रतिरोधी र सफा डिजाइन भएको पछाडिको ढोका बनेको छ। बलियो, राम्रोसँग सिल गरिएको र लामो समयसम्म टिक्ने।